इपिएस टपिकको तयारी गर्दै हुनुहुन्छ। आज म तपाईलाई देखाउने छु 5 वटा यस्ता एआई टुल्स जसले तपाईको इपिएस पढाइ सजिलो बनाइदिन्छ। सुरु गरौँ। ह्याक भोकाबुलरी फ्ल्याक्स स्कोर बनाउने च्याट जीपीटी। पहिलो ह्याक भोकाबुलरी याद गर्ने च्याट जीपीटी प्रयोग गर्नुहोस्। यस्तो लेख्नुहोस्, मेक अ लिस्ट अफ 50 बेसिक कोरियन वर्ड्स विथ नेपाली मिनिङ फर इपिएस एक्जाम। अब त्यो लिस्टलाई अन्की एपमा फ्ल्याक्स स्कोर बनाएर दिनदिनै रिभिज गर्नुहोस्। ह्याक नम्बर 2 कोरियन ग्रामर बुझ्ने एआई ट्युटर च्याट जीपीटी। दोस्रो ह्याक गाह्रो ग्रामरको सजिलो व्याख्या च्याट जीपीटीमा लेख्नुहोस्। एक्सप्लेन गो ग्रामर इन सिम्पल नेपाली विथ एक्जाम्पल। एआईले सजिलो भाषामा व्याख्या उदाहरण सहित। ह्याक नम्बर 3 रिडिङ प्र्याक्टिस एआई टेक्स्ट एन्ड क्वेसन एन्सर। तेस्रो ह्याक रिडिङ अभ्यासको लागि सर्ट प्यासेज बनाउनुहोस्। च्याट जीपीटीलाई भन्नुहोस्, गिभ मी अ सर्ट कोरियन प्यासेज विथ नेपाली ट्रान्सलेट एन्ड 3 क्वेसन। पढ्नुहोस्, बुझ्नुहोस्, अभ्यास गर्नुहोस्। ह्याक नम्बर 4 स्पिकिङ प्र्याक्टिस पार्टनर एआई बडी। चौथो ह्याक तपाईँ बोल्ने अभ्यास गर्न सक्नुहुन्छ। एआईसँग एप प्रयोग गर्नुहोस्। टाल्कपल एआई वा स्काइफाई एआईले तपाईलाई बोल्न सिकाउँछ, गलत उच्चारण पनि सुधार्छ। ह्याक नम्बर 5 स्टडी सर्डुल बनाउने नोसन एआई। पाँचौं ह्याक इपिएस टपिक्सको लागि दिन प्रतिदिन पढ्ने तालिका बनाउनुहोस्। च्याट जीपीटीमा लेख्नुहोस्, मेक अ 30 डे इपिएस कोरियन प्र्याक्टिस टाइम टेबल। अब तपाईको पढाइ सिस्टमिक रूपमा हुने भयो। यी एआई टुल्सहरू प्रयोग गर्नु भयो भने इपिएसको तयारी मजाले हुन्छ। एआई टुल्सको बारेमा तपाईलाई थाहा थियो भने कमेन्ट गर्नुहोस् र तपाईँ कुन ह्याक आजै ट्राई गर्नुहुन्छ कमेन्टमा लेख्नुहोस् र एपिसोड 3 पर्खनुहोस्। च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला।